प्रणाम नमस्ते सबैजनामा। यो रेगुलर ब्लग आउने क्रममा आज श्री अन्तु झुल्के घाम हेर्न जाने क्रममा ब्लग आउनेछ। ब्लग कस्तो भएको छ हजुरहरूको सल्लाह सुझाव अनुसार परिष्कृत रूपमा आउँदै जानेछ। कमेन्टको आशाका साथ भिडियो अगाडि राखेको छु। किशोर सर हेलो भन्नु त। सर अगाडि हुनुहुन्छ, हामी सुनमाईबाट अगाडि। अहिले हामी बर्ने सुनमाई हुँदै हुँदै जोरकलसबाट अगाडि कोलबुङको एरियामा अन्तु जाने बाटाका साइडका हरियाली दृश्यहरूमा रमाउँदै अगाडि बढिरहेछौँ। यो बाटो पनि एकदमै राम्रो क्लियर छ। पिच कोरिया सरकारले यो धेरै अगाडि 30-40 वर्ष अगाडि बनाइदिएको बाटो अहिलेसम्म जस्ताको तस्तै छ। हाई क्वालिटीमा बनेको बाटो सर अगाडि गइराखेका छ हामी। अब हामी पाथिभराको छेउछाउ आइपुगेका छौँ, कुटी डाँडातिर। भारत त हिजोसम्म बङ्गाल थियो। अलिकति मोदी आएर अलिकति भयो, नभए काङ्ग्रेस आयो, गन्डाङ गुन्डुङ जहिले लडाइँ थियो। सरकारै छैन, के सरकार हो यसलाई? यो चौरा फटाको हेर्नु नि, बिजुली कति जान लागेको छ साला। यो खोला थाहा छ तपाईँलाई? म त यो सिद्धि खोला हो। सिद्धि खोला ए, यसको चाहिँ हाइड्रो पावर तल बनाउँदैछ, ड्याम बाँधेर। जाँदा एउटा लिएर जानुपर्छ। 10 बोराहरू बढेछ। 7 बन्डल र 10 बोरा 60 बोरा सिमेन्ट, अनि खास चाहिँ 20 किलो भनेको यो के अरे बेन्डिङ 25 किलो आएछ। यहाँ हेर बेन्डिङ कति छ, बेन्डिङ मात्रै कति। हामी साँझको बेला श्री अन्तु घुम्न निस्केका छौँ। म यहाँ छु, किशोर सर यहाँ हुनुहुन्छ। हेलो सर। के छ, जाडो छ है श्री अन्तु? कस्तो भइरहेछ सर श्री अन्तुमा? आजको दिन कस्तो बित्यो भन्नु त? ठिकै हो, मिटिङ सिटिङ गर्दा सक्यौँ भर्खर होइन। अब हामी यसो एकछिन फ्रेस हुनु पर्यो, अनि आएर त्यही हो। त्यो छ श्री अन्तुमा बेलुकाको समय चाहिँ। यो श्री अन्तुको डाँडामा पोखरी भएको ठाउँ चाहिँ यस्तो, यहाँ माथि डाँडाबाट यस्तो राम्रो देखिन्छ साँझको बेला। इलाम दुईजना हामी यता ट्याक हुसे लागेर खासै राम्रो देखेको छैन, तर लाइटहरूले यतै हो हामी जाने। साँझको बेला यो श्री अन्तुमा तराईतिरबाट झापा मोरङ सुनसरी लगायतका भारतका विभिन्न ठाउँहरूबाट घुम्न आउने पर्यटकहरू आउनुहुने बेलुकाको एकदम रमाइलो माहौल। टावर लमल्ल छ। त्यहाँ माथि पनि अर्को एउटा होटल छ, के होटल हो त्यो चाहिँ थाहा भएन।
बिहान धेरै आइटम पर्दैन भन्नु थियो अनि त्यही भएर
होटलकै रुमबाट एकदमै सूर्य उदाउँदै गरेको पूर्वबाट सूर्य उदाउँदै गरेको अर्ध सूर्य देखिया छ। एकदमै सुन्दर दृश्य, एक साह्रै राम्रो। यहाँबाट चाहिँ अन्तुको विशेषता बिहानै अन्तुमा उठ्यो आज। अब चाहिँ आज एकछिन यता घुमघाम गरेर झापाको यस्तो राम्रो छ बिहान। सर सुनसान छ अहिले। सर अगाडि हुनुहुन्छ, म यसरी गइरहेछौँ हामी। श्री अन्तु पोखरी बेलुकाको भ्यू अलिक अगाडि छ। यो चाहिँ बिहान चट्ट पानी परेपछि एकछिन अगाडि पानी परेको थियो। अन्तुमा चाहिँ के रहेछ, एकछिनमा पानी परेको छ, एकछिनमा खुलेर घाम लागेको छ। सबै खालको वातावरण एकैचोटि एकदमै। बस यसो एक दिन दुई दिन घुम्न चाहिँ रमाइलो। यहाँ किशोर सर आफ्नै धुनमा। वरिपरि रिसोर्टहरू, बेलुका आएर बसेर मान्छे रमाइलो गर्ने, नाचगान भइराख्ने, त्यस्तो गीत बजिराख्या त्यस्तो हुँदो रहेछ। रजहाँसको आवाज
यहाँ भिड हुने भनेको थाहा छ? यिनै भिडियोका क्लिपहरू राख्दै राख्दै आजको अन्तको भ्लग मैले यहीँ अन्त्य गरेँ। भिडियो मन परेमा लाइक सेयर गरी च्यानललाई सब्सक्राइब गरेर सँगै रहनुहोला।